हेलो नमस्ते, हामी चाहिँ सम्राट मुभिजबाट आज चाहिँ हामी नागपञ्चमीको अवसर पारेर नागपोखरी आएको छौँ। यो नागपञ्चमी चाहिँ नेपालीहरूको एउटा महत्त्वपूर्ण पर्वको रूपमा मनाइन्छ अनि यसको चाहिँ अब धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वको बारेमा यहाँको मानिसहरूसँग बुझौँ है त। लेट्स गो। ल नमस्कार, सर्वप्रथम नमस्कार छ। नागपञ्चमीको महत्त्वको बारेमा भनिदिनु न। यहाँहरूलाई नागिनीहरूको आशीर्वाद रहोस् पहिलो चरणमा यो भन्न चाहे। दोस्रो चरणमा नाग पञ्चमीको दिन पर्छ। यसपालि चाहिँ सोमबार पनि पर्नाले अझै हर्षोल्लास र यहाँ मानिसको आगमन निकै भएको हामी देख्न सक्छौँ है। अब नाग पञ्चमी श्रावण शुक्ल पञ्चमीको दिन पर्ने गर्दछ। नाग पञ्चमीको महत्त्व के छ, नाग पञ्चमी किन मनाइन्छ, यो नाग हामीले घर घरमा लगेर अब यो नागका फोटो पोस्टरहरू किन टाँसिन्छ भन्ने कुराहरू तपाईँहरूलाई म बताउँछु। नाग भगवान भनेका नाग भगवान हुन्, नाग नागिनी भगवान हुनुहुन्छ, यो हामी सबैलाई थाहा भएकै कुरो। र हामीले भगवान किन मान्छौँ भन्दा यसलाई नाग नागिनी पूजा गर्दा घरमा टाँस्दा यसको के छ, यसको फाइदा भनेर सुन्नु होला, बुझ्नु होला होइन। हामीले यो बुझ्न सक्दछौँ कि घरको प्रवेश गर्ने मुख्य द्वारमा नाग टाँसिन्छ। तपाईँ सुत्ने कोठाकोमा होइन कि घरको मुख्य गेटमा नाग टाँसिने गरिन्छ। किन टाँसिन्छ त भन्दाखेरि नाग टाँसेपछि चाहिँ त्यो घरमा दुःख, दारिद्र्य, अनिष्ट, अशान्ति नहोस् भनेर हो। त्यो घरमा सुख, शान्ति, समृद्धि होस्, परिवारमा मेलमिलाप होस्, परिवार सबैको घुलमिल होस्, मनमा कुविचारहरू नआओस् होइन। यस्ता यस्ता कुराहरू चाहिँ सबै परिवारमा चाहिँ सुख, शान्ति, समृद्धि चाहनाकै निमित्त चाहिँ नाग टाँसिन्छ। र एउटा शास्त्रीय ज्ञानअनुसार चाहिँ कसरी बताइएको छ भनेदेखि जुन घरमा नाग टाँसिएको छ, जुन मूल द्वारमा नाग टाँसिएको छ, त्यो नाग टाँसिएको ठाउँमा चाहिँ त्यहाँ अनिष्ट नहुने, त्यहाँ मेघहरू गड्किने, चट्याङहरू नलाग्ने, करेन्टहरू नलाग्ने भनेर बताइएको छ। त्यस्तो यो भएको ठाउँमा, नाग टाँसिएको ठाउँमा चाहिँ सुख, त्यो क्षेत्रलाई चाहिँ पवित्र, त्यो ठाउँलाई चाहिँ एउटा शान्ति स्थल, शान्ति उद्गम स्थल भनेर बुझ्न सकिन्छ होइन। त्यो नाग टाँसियो भने चाहिँ त्यो घरमा चाहिँ परिवारमा पनि मेलमिलाप हुने, अशान्ति नफैलिने, घरका परिवार मेलमिलाप बढ्नेदेखिको हरेक कुराहरू त्यो घरमा एउटा परिवारमा एउटा मिलनसार परिवारको एउटा सपना पुरा गर्ने नागको आशीर्वाद नाग नागिनीले दिएका हुन्छन्। त्यो भएको कारणले गर्दा चाहिँ हामीले नागलाई पूजा गर्ने र शास्त्रीय पुरानो वादी हाम्रो विचारअनुसार चाहिँ नाग पञ्चमीमा नागलाई दुध चढाउने, सेतो फुल चढाउने, सेतो चामल चढाउने, ध्वजा जनेहरू चढाउनु भयो भने, दुध पिलाउनु भयो भने चाहिँ तपाईँले सपनामा देख्नुभएका दुस्वप्नहरू नाश भएर जाने होइन। घरमा अनेक लफडाहरू, अड्केर बसेका कामहरू बन्नेदेखिको हरेक कुराहरू चाहिँ समायोजनमा आउने भन्ने कुराहरू छ। अनि यो पहिला कसरी मनाइन्थ्यो अनि अहिले कसरी मनाइन्छ, त्यसमा के फरक पाउनु भएको छ? अब पहिला र अहिलेमा चाहिँ अलि निकै फरक भइसकेको छ। पहिलाका मान्छे जति आस्तिक थिए अहिलेका मान्छे त्यति आस्तिक छैनन्, अहिले धेरै नास्तिक छन्। अब हामी जेन्जी भएर मेरो यो उमेरका व्यक्तिहरू पनि कर्मकाण्डी गरेर हिँड्ने, नाग टाँस्दै हिँड्ने र यो नागको पूजा गर्नुपर्छ भन्ने मान्छे अहिले भेटिन्न। अहिलेको समयमा कमै छन्, बिरलै भेटिन्छन् र पनि यसको महत्त्व घटेको छैन। यसलाई बुझ्ने पढ्ने हो भने, शास्त्रीय ज्ञानअनुसार बुझ्ने हो भने नाग पञ्चमी एउटा विशेष चाडपर्व हो, नेपालीको एउटा चाडपर्वहरूमध्येको एउटा विशेष पर्व हो। यो पर्वमा चाहिँ नागलाई दुध पिलाएर, नागलाई चित्र बनाएर, नागको चित्र कोरेर कुँदेरदेखिको त्यो घरमा पिठोमा बेसनमा त्यो लाम्चा हुन्छ नि, नागका नाग नागिनीको दुईवटा फोटो, दुईवटा पत्र बनाएर बेरेर त्यसलाई पूजा गरेर उत्तर फर्काएर घरमा पूजा गर्ने, घरको साइडमा राखेर पूजा गर्ने चलन आइरहेको छ। नाग पञ्चमीको दिनमा चाहिँ यहाँ विशेष चाहिँ के गरिन्छ? नाग पञ्चमीको दिन भनेको विशेष गर्ने नाग पूजा नै गरिन्छ। नाग पूजा गर्नलाई सेतो वस्त्र, पहेँलो फुल, दुध भगवान नाग नागिनीलाई उत्तर फर्केर पिलाउने कामै नाग पञ्चमीको दिन गरिने पूजा हो। यहाँ नागका पोस्टरहरू टाँस्ने, दुध पिलाउने, मान्छेहरू आराधना
नागको प्रार्थना गर्ने गर्दछु। नागपोखरीसँग जोडिएको धार्मिक वा सांस्कृतिक महत्त्वको बारेमा हजुरलाई केही थाहा छ? विशेष मलाई धेरै जानकारी चाहिँ छैन, तर यहाँका प्राचीन कालदेखि नै यहाँका नेवार बस्तीहरूदेखि नै यहाँ नागको कुण्ड बनाएर नागलाई बिचमा त्यहाँ देख्न सक्नुहुन्छ, नागलाई बिचमा उभ्याएर यहाँ राखेर पोखरी बनाइदिएर नागको लागि यो विशेष वर्षमा एउटा सम्झिने माध्यम नाग पञ्चमीलाई मनाएर यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू भित्राउने ध्येयले चाहिँ यो नाग पञ्चमी यो नाग पोखरीमा गरिएको चाहिँ मैले बुझ्दछु। यो सुरुवात चाहिँ नेवारी यो नेवारी हो, यो चाहिँ पहिला प्राचीन कालदेखि नै नेवारी परम्पराहरूदेखि नै चलिआएको हो र नेवारीहरूले गरेका हो। धन्यवाद। हामीले चाहिँ यो खासमा नागपञ्चमी चाहिँ किन मनाउँछौँ? नाग पञ्चमी चाहिँ किन मनाउँछौँ भनेदेखि जोम्रो हाम्रो एउटा यो तपाईँको नाग बलिराज भन्ने हुन्छ, बुझ्या हो कि बलिराजालाई चाहिँ तिम्रो चाहिँ पत्ताल मुनि भसाएको हुनाले पत्ताल मुनि भसाएर उसलाई चाहिँ दैत्य दानव राक्षसहरूले युधिष्ठिरले हेरेको हुनाले नराम्रो दृष्टिकोणले हेरेको हुनाले अनि त्यहाँबाट नाग पञ्चमी चाहिँ के भने अनि त्यो नागलाई चाहिँ उसले चाहिँ कुकर्म गरेको भने मतलब अब उसले चाहिँ हिर्काएको कुटेको अथवा के हो अब त्यो पनि हामीले अब त्यो अब धर्मशास्त्रमा त अब लेखेको छैन हो, तैपनि अब हाम्रो ज्ञानअनुसार चाहिँ कुटेको हुनाले गर्दाखेरि अनि त्यहाँबाट नाग पञ्चमी चाहिँ नागको रक्षा गर्ने अनि नागले फेरि घर परिवारमा तपाईँको चाहिँ अब डुल्ने ओर्ने सर्पले दुःख दिन्छ नि, जस्तो सुकै दुःख दिन्छ, घुम्छ टोक्छ दुःख दिन्छ। तपाईँ यति नाग पूजा गरिसकेपछि तपाईँ बच्चा सुताएर घर गएको भए पनि नागले आएर कहिल्यै टोक्दैन, त्यो चाहिँ ग्यारेन्टी छ हामीले जाने अनुसारको होइन। अनि त्यो सत्ययुगमा जस्तो कुराहरू भएको थिए यही कलियुगमा हामी पनि यो सर्वेक्षण गर्नको लागि र तपाईँहरूको हाम्रो चाहिँ सर्वेक्षण भने मतलब सबैलाई चाहिँ यो धर्म प्रचार होस् भन्नको लागि हामी यसरी बसिदिन्छौँ। कुरो त्यति हो हामीले जाने। धन्यवाद। आमा हजुर हजुर चाहिँ कहाँबाट आज यहाँ नागपञ्चमीको पूजा गर्न आउनुभयो? बस्ती मेरो ज्ञानेश्वर हो। हजुर। आज नागपञ्चमी कस्तो भने आज सोमबार पनि पर्यो, हजुर, अनि नागपञ्चमी पर्यो। आज एकदम राम्रो ठुलो महोत्सव पनि परेको छ। अनि मेरो नातिको लागि नागपञ्चमी पूजा गर्नु भन्नुभएको थियो गुरुले र गर्न आएको, तर नागपञ्चमी धेरै राम्रो हो। अहिपछि पनि पञ्चमी परे बेला नागको पूजा गर्छन्। यो चाहिँ किनभने हाम्रो ग्रह दशाहरू यस्तो भएको छ भने यसमा नागपञ्चमीको पूजा गर्छन्, माङ्काल सङ्कटाको पूजा गर्छन्। अस्ति शनिबार पनि माङ्काल सङ्कटा गरेर आएँ। अनि आज चाहिँ यहाँ भव्य हुन्छ। यहाँ यही हो, यो नागपञ्चमीको धेरै महत्त्व छ। तपाईँहरूलाई मैले भने चढाउने त सबै कुरो कपास मास वस्त्र कपडाहरू होइन, धजापजा मिठाई ढेकी अनि नागको मणि पनि लिएर आएको छु किनेर, सबै कुरो छ। अनि यो हजुरले चाहिँ यो नागपञ्चमी चाहिँ मनाउन थाल्नु भएको चाहिँ पहिलेदेखि नै हो? होइन, यो त मैले अहिले धेरै भव्य पूजा गर्न लागेको त आजै हो होइन। अब बस्ने त म यहाँ अहिलेपछि साधारण दर्शन गर्न आउने त छ, तर यो चाहिँ अब गर्नै पर्ने भयो भनेर चाहिँ गुरुहरूले भने भएर गरेको है। हजुरले चाहिँ यो पहिला कसरी गरिन्थ्यो अनि अहिले कसरी गरिन्छ भनेर चाहिँ के फरक पाउनु? यस्तो छ, अब अहिले मान्छेले यो धर्मप्रति धेरै आस्था राख्न थाले। हजुर। अब अहिले धर्म निरपेक्ष भनेर चलाए, यिनीहरूले गर्दाखेरि अहिलेका जेनेरेसनहरू एकदम धर्मप्रति लागेका छन्। अनि यो नागपञ्चमीमा नि यो नाग पोखरीमा पहिलाको भन्दा अहिले धेरै भव्य मान्छे छ। त्यहाँ अहिपछि पनि सोमबार धेरै मान्छे हुन्छ है। अनि त्यही भएर पनि अहिले र धेरैमा धेरै धर्म राम्रो भएको छ, मान्छेको आस्था पनि बढेको छ। यही धन्यवाद आमा। हेलो नमस्ते। हजुर चाहिँ कताबाट आउनुभयो? हामी कलङ्कीदेखि आएको। कलङ्कीबाट। अनि हजुरहरू चाहिँ यो नागपञ्चमी चाहिँ कसरी मनाउनुहुन्छ होला? यस्तै दुधहरू चढाएर हजुर त्यसरी नै पूजा गर्छौँ। हजुरहरूले चाहिँ पहिलेदेखि नै यसरी मनाउँदै आउनुभएको कि? पहिलेदेखि नै हो, परापूर्वकालदेखि चलिरहेको हो नि त यो त। अनि त्यही भएर घरमा नि यही सिकाउनुहुन्थ्यो। हजुर। यही पूजा गर्दै आइरह हो। पूजा पनि गर्नुपर्छ भन्ने मान्यता पनि त छ नि त, नाग लाग्ने यस्तो भन्ने सुनिन्छ नि त, त्यही भएर हो। अनि पहिला र अनि अहिलेमा चाहिँ के डिफ्रेन्स पाउनुहुन्छ?
पहिला अब मम्मीहरूको पालामा चाहिँ नाग बनाएर अनि पूजा गर्नुहुन्थ्यो भन्ने सुन्छु मैले। अनि घरमा गुरु आउनुहुन्थ्यो हजुर। अनि त्यसपछि सिधा दान गर्नुहुन्थ्यो। हजुर। अब अहिले चाहिँ मन्दिरमा आउने पूजा गर्ने त्यस्तै नै देखिरहेको छु मैले त। मैले पनि त्यही गरिरहेको छु। थ्याङ्क यू। थ्याङ्क यू। आज चाहिँ हामीले नागपञ्चमीको बारेमा धेरै कुरा जान्न पायौँ अनि फरक फरक मानिसहरूसँगको अन्तर्वार्ताबाट पनि उहाँहरूको अनुभवहरू बुझ्न पायौँ। अनि आज चाहिँ हामीलाई जसले हामीलाई साथ दिएर सहयोग गर्नुभयो, उहाँहरूको टाइम दिनुभयो, उहाँहरूलाई धेरै धेरै धन्यवाद र नागपञ्चमीको धेरै धेरै शुभकामना। थ्याङ्क यू।